राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हाललाई चीन भ्रमणमा नजाने भएका छन्। यही भदौ पहिलो साता चीन भ्रमण जाने लामिछानेको कार्यक्रमलाई हाललाई रोकिएको हो। भदौका लागि तय भएको भ्रमण स्थगित भए पनि उनी असोजमा चीन जान सक्ने सम्भावना रहेको छ, तर अहिलेसम्म नयाँ मिति तय भएको छैन। यसैबीच सांसदको एक टोली 7 दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ। बेजिङमा हुने विकासशील देशका सांसदहरूको 8औं सेमिनारमा सहभागी हुन 5 जनाको टोली भोलि भदौ 8 गते चीन जाने कार्यक्रम रहेको छ। देशका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन्। वर्षा र बाढी पहिरोको कारण सडक खण्ड अवरुद्ध भएका हुन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। इलाममा मेची राजमार्ग र काभ्रेमा बिपी राजमार्ग, मकवानपुरमा कान्ति लोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशुली मैलुङ सडक, नुवाकोटमा मध्य पहाडी लोकमार्ग बाढी पहिरोले प्रभावित भएको छ। यसैगरी धादिङमा टोखा छहरे सडक खण्ड र दामन पाखरिङ सडक, रोल्पामा घोराई थवाङ रुकुम र रुकुम पश्चिममा जाजरकोट डोल्पा सडक खण्ड पनि अवरुद्ध छ। त्यस्तै पाल्पा, मनाङ, बागलुङ, मुस्ताङ लगायत ठाउँमा पहिरोको कारण सडकमा एकतर्फी मात्रै गाडी चल्नेछन्। 15 वर्षीय बालिका बलात्कृत भएका छन्। बलात्कारमा संलग्न आरोपी पीडित परिवारले भरतपुर नगरपालिका वार्ड नम्बर 7 घर भएका 28 वर्षीय सन्देश भट्ट विरुद्ध जाहेरी दिएका छन्। भट्टले बालिकालाई भरतपुर नगरपालिका 4 स्थित मिसन सफल प्राली नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। साउन 31मा भएको सो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ। पीडितको तर्फबाट प्राप्त जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी चन्द्र भूषण यादवले बताएका छन्। उनले भने, जाहेरी प्राप्त भएको छ, हामी अनुसन्धान गर्दैछौँ। भट्टले रिसोर्टमा लगेर 81 चुक्को लगाई ती बालिकालाई बलात्कार गरेको आरोप छ। आरोपीलाई प्रतिकार गरेर बालिका चुक्कुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख छ। आरोपीले योजनाबद्ध रूपमा पहिले नै रिसोर्टमा कोठा बुक गरेको र फकाएर बालिकालाई लगेर बलात्कार गरेको बताइएको छ। कोशी प्रदेश सरकारले प्रदेश स्तरमा पहिलो पटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ। यो प्रविधि मैत्री प्रणाली सुरुवात गरेसँगै प्रदेशभित्र कर्मचारी सरुवा प्रक्रियालाई प्रविधि मैत्री पारदर्शी र व्यवस्थित र अनुमान योग्य बनाउने दिशामा महत्त्वपूर्ण प्रशासनिक सुधारको सुरुवात भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव नारायण प्रसाद रिजालले बताएका छन्। कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सुशासन तथा डिजिटल रूपान्तरण अभियान अन्तर्गत सामाजिक विकास कार्यालयले भदौ पहिलो साताबाट यो प्रणाली मार्फत काम गर्न सुरु गरिसकेको छ। सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव विष्णु प्रसाद कोइरालाले प्रणाली मार्फत सरुवा निर्णय गरी यसको औपचारिक सुरुवात गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कम्प्युटर अधिकृत विनय भास्कर दत्तका अनुसार प्रदेश तहका कर्मचारी सरुवाका लागि एकीकृत डिजिटल प्रणाली प्रयोग भएको यो नेपालमै पहिलो पटक हो। भास्करका अनुसार कर्मचारी सरुवा प्रक्रियामा हुने कागजी झन्झट, ढिलासुस्ती र व्यक्तिगत पहुँचका आधारमा हुने निर्णयलाई क्रमशः अन्त्य गर्दै प्रक्रिया पारदर्शी प्रमाणका आधारमा प्रविधि मैत्री बनाउने उद्देश्यले यो प्रणाली सुरु गरेको हो। यो प्रणाली लागू भएपछि कर्मचारीले सरुवाका लागि भौतिक रूपमा निवेदन बोकेर सम्बन्धित मन्त्रालय वा कार्यालय धाउनुपर्ने बाध्यता कम हुनेछ। कर्मचारीले प्रणाली मार्फत नै सरुवाका लागि अनलाइन आवेदन दिन सक्नेछन् भने सम्बन्धित निकायले प्रणालीभित्रबाटै आवेदनको व्यवस्थापन तथा निर्णय गर्न सक्नेछन्। सरुवाको निर्णय भएपछि सरुवा पत्र समेत प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था भएको छ। त्यस्तै सरुवा पछि आवश्यक पर्ने डिजिटल रमाना र हाजिरी प्रणाली मार्फत गर्न सक्नेछन्। प्रणाली प्रदेश र सरकार स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण तथा सेवा सम्बन्धी अभिलेख सुरक्षित रूपमा राखिनेछ। कुन कर्मचारी हाल कुन कार्यालय र पदमा कार्यरत छन्, सरुवा निर्णयको अवस्था के छ तथा
माना र हाजिरी यथा भएको वा नभएको लगायतका विवरण ठिक समयमा अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ। यो प्रणालीको अर्को महत्त्वपूर्ण पक्ष दरबन्दी तथा पद स्थापन व्यवस्थापन हो। प्रदेश अन्तर्गतमा कार्यालयको रूपमा स्वीकृत हदबन्दीको विवरण प्रणाली उपलब्ध हुने भएकाले उपलब्ध दरबन्दी पद कार्यालयको आवश्यकतामा आधारमा व्यवस्थापन तथा सरुवा व्यवस्थापन गर्न सहज हुने विश्वास सचिव रिसालले गर्नुभयो। करिब 145 किलोमिटर टाढा तटका डुङ्गा डुबेपछि खोज तथा उद्धार कार्य जारी रहेको स्थानीय समाचार माध्यमले अधिकारीलाई उद्धृत गरी जानकारी गराएका छन्। राष्ट्रिय गार्डका प्रवक्ता हुसेन एकछिन जेबाबीले मोसाइल कुरा गर्दै शुक्रबार रातिदेखि शनिबारसम्म जार्जिस तकको तटबाट 14 नटिकल माइल टाढा डुङ्गा डुबेको र अहिलेसम्म एकजना मात्र उद्धार गरिएको बताए। ट्युनिसियानी राष्ट्रिय गार्डले योजनामा कुनै मृत्यु पुष्टि भएको छ कि छैन भनेर बताए। ट्युनिसियामा मानव अधिकार नियमन निकायका अध्यक्ष पोस्तफाले फेसबुक मार्फत दिएको जानकारीका 4वटा शव फेला परेका छन्। ती डुङ्गाका बेपत्ता यात्रु हुन् या होइनन् भन्ने अहिलेसम्म स्पष्ट छैन। स्थलगत घटनास्थल इटालीको लाम्पेडुसा टापुबाट करिब 145 किलोमिटर 90 माइल टाढा टनियसाको तटमा पर्छ। यो युरोपमा राम्रो जीवन खोज्दै भूमध्य सागर पार गर्ने जोखिमपूर्ण यात्रा गर्न खोज्ने आप्रवासीहरूका लागि प्रमुख प्रस्थान बिन्दु हो। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन OIA अनुसार मध्य र भूमध्य मार्ग विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो। ISOले यस महिनाको सुरुमा दिएको जानकारीमा भनेको थियो सन् 2026 पहिलो 4 महिनामा भूमध्य सागरमा आप्रवासी मृत्यु गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी छ। ISOमा अनुसार यस वर्ष मार्गमा कम्तीमा 914 आप्रवासी मरेका वा बेपत्ता भएका छन्। इटालीको कट्टर दक्षिणपन्थी सरकारले बलियो समर्थन प्राप्त यस सम्झौताले ट्युनिसियाको तटबाट डुङ्गाहरू जान नदिने क्षमता बढाउने लक्ष्य राखेको थियो। हजारौँ शव अस्थायी स्थानमा गाडेका छन्। अहिले नियमित चियान स्थलमा समेत गाड्ने ठाउँको अभाव हुन थालेको छ। गाजाको येलो लाइन नजिक गोली लागेर मारिएका आफ्ना बुबा मोहम्मदका लागि 20 वर्षीय ओमर अल हबीलाई चियान खोज्नु पर्यो। गाजा सिटीको जैतुन क्षेत्रमा बस्ने 40 वर्षीय मोहम्मद जुन 10 मा सडक छेउको एउटा सानो चिया कफी पसलमा काम गरिरहेका बेला घाँटीमा गोली लागेको थियो। गोली लागे लगतै उनको मृत्यु भएको थियो। बुबालाई गाड्न ओमर जैतुन चियान स्थल पुगे। त्यहाँ चियानहरू एक अर्कामा निकै नजिक थिए। तीमध्ये धेरैजसो गाजामा जारी इजरायली युद्धमा मारिएका मानिसहरू थिए। ठाउँको अभाव र युद्धका कारण उत्पन्न कठिन परिस्थितिले गर्दा धेरै चियान मृतकको नाम लेखिएको कागज ढुङ्गाले मात्रै थिचेर राखिएको छ। कतिपयको व्यवस्थित रूपमा चियान समेत बनाउन सकिएको छैन। त्यहाँ बालुवाका थुप्रा थिए र ती मुनि मानिसहरू गाडिएका थिए। मोहम्मदले अल जजिरालाई बताए, एउटा चियानमा शहीदको नाम लेखिएको र कागजसहित एउटा ढुङ्गा मात्र थियो। युद्ध अघि जस्तो चियान बनाउने वा व्यवस्थित रूपमा तयार गर्ने अवस्था थिएन। गाजामा अहिले एउटा चियान बनाउन करिब 500 सेकेल अथवा $167 खर्च हुन्छ। उक्त रकम जुटाउन नसकेपछि ओमरको परिवारले अर्को विकल्प खोज्नु पर्यो। नयाँ चियान बनाउन पनि थिएन। त्यसैले आमिरले पिताको शवलाई हजुरबुबाको चियानमै गाडेका छन्। युद्धको बीचमा गाजामा स्वास्थ्य, स्थानीय प्रशासन लगायत सेवा प्रणाली लगभग ध्वस्त भइसकेका छन्। इजरायली आक्रमणको जोखिमका कारण युद्धका क्रममा हजारौँ मृत प्यालेस्टिनीलाई बेपत्ताको सूचीमा राखिएको छ। तीमध्ये धेरैलाई घरमा बगैँचा, पाल विस्थापितहरूका शिविर, विद्यालय र अस्पताल परिसरमै गाडिएको थियो। सन् 2025 को अक्टोबरमा अमेरिकाको मध्यस्थताको युद्ध विराम भएपछि गाजामा इटाली
आक्रमण केही कम भएको र छोटो अवधिमा परिवारहरूले भग्नाशेष र अस्थायी चिहानबाट आफन्तको शव निकालेर अन्यत्र सार्न थाले। भारतका पूर्व खेलाडी एएम्स भरतले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लिग एनपिएल खेल्ने भएका छन्। गोर्खाजले सामाजिक सञ्जालबाट भरतलाई अनुमोदन गरेको जनाएको छ। आउँदो सिजनको एनपिएलका लागि काठमाडौँ गोर्खाजले अनुमोदन गरेको उनी पहिलो खेलाडी हुन्। विकेट किपर भरत माथिल्लो क्रममा ब्याटिङ गर्ने गर्दछन्। उनले भारतका लागि 7 टेस्ट खेलेका छन्, जसमा 2023को जुनमा इङ्ल्यान्डको द ओभलमा अस्ट्रेलिया विरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनल पनि रहेको छ। जुनमा मात्र 32 वर्षीय उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। भरतले इन्डियन प्रिमियर लिग आइपिएलमा 2021मा रोयल च्यालेन्जर बेङ्गलुरुबाट 8 खेलेका थिए भने यसको अर्को वर्ष दिल्ली क्यापिटल्सबाट खेलेका थिए। उनले स्ट्राइक रेट 122मा माथि रहेको छ। 2023मा गुजरात टाइन्सको टोलीमा रहेका उनी 2024मा कलकत्ता नाइट आइपिएल जित्दा टोलीको ब्याकअप खेलाडीको रूपमा रहेका थिए। घरेलु क्रिकेट र रणजी ट्रफीका अनुभवी भारतले पनि कप्तानी गरिसकेका छन्। भारतका लागि माथिल्लो स्तरमा खेलिसकेका छन्। उनले अनुभव एनपिएल 2026मा काठमाडौँ गोर्खाजले कोर्ने सफलता महत्त्वपूर्ण बन्न सक्नेछ। भरतको प्रतीक्षामा रहेको जनाउँदै गोर्खाजका क्रिकेट निर्देशक शरद भेसेवारले भने। साथै उनले विश्व क्रिकेटमा महान खेलाडी विराट कोहलीसँगै खेलेका पनि छन्। भरतले आफ्नो टोलीका युवा खेलाडीहरूलाई त्यो अनुभव पनि बाँड्नेछन् र माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न के आवश्यक रहेको नेपाली क्रिकेटलाई देखाउनेछन्। भारतको घरेलु क्रिकेटमा 13 दशक हान्ने पहिलो विकेटर ब्याटर पनि हुन्। उनले 2014 र 15को सिजनमा 15 प्रदेशबाट खेल्दै ओभा विरुद्ध 311 बल र 308 रन बनाएका थिए। आन्ध्र प्रदेशबाट कुनै पनि खेलाडीले प्रथम श्रेणीको क्रिकेटमा बनाएको हो। त्यो पहिलो शतक पनि थियो। यसको केही दिन नै आइपिएलको तत्कालीन दोस्रो दिल्ली 2015को सिजनलाई उनलाई लिएको थियो, तर भरतले त्यहाँबाट कुनै खेल्न पाएका थिएनन्। उनको प्रथम श्रेणीको क्रिकेटमा 113 खेल खेल्दै 11 शतक 34 अर्धशतकका साथमा 6000 भन्दा बढी रन बनाएका छन्। सो क्रममा क्रिकेटको पछाडि स्लोभाकियाबाट 400 भन्दा बढी शिखर बनाएका छन्। भरत हाल दुबईमा खेलिरहेका छन्।